सम्पूर्णमा नमस्कार। मेरो नाम चाहिँ गणेश खत्री। म चाहिँ कुलपूजाको लागि चाहिँ गोर्खा जिल्लामा रहेको चाहिँ यो चाहिँ पोखरेली खानदानको चाहिँ कुलपूजामा समावेश हुन गइरहेको छु। यो चाहिँ गोर्खा जिल्लामा रहेको चाहिँ पहाडीपट्टि देखिएको चाहिँ गोर्खा जिल्लाको यो चाहिँ छोप्राक रहेको छ। यहाँबाट चाहिँ गोर्खा जिल्लामा रहेको चाहिँ हाई स्कुल पनि देखिएको छ पहाडी। अब चाहिँ म चाहिँ हाम्रा विशेष गरी सबै ठुलो अग्रज व्यक्तिहरूदेखि चाहिँ अब हामी कुलपूजाको लागि चाहिँ सबै सामग्रीहरू चाहिँ व्यवस्थापन गरी अब चाहिँ हामी कुलपूजाको लागि चाहिँ लागिसकेका छौँ। यसरी हामी चाहिँ सबै हाम्रो पोखरेली खानदान चाहिँ यसरी डोको बोकेर अनि कोसेलीहरू लगेर चाहिँ हामी अगाडि बढिरहेका छौँ। उहाँ चाहिँ हाम्रो विशेष गरी चाहिँ पुजारी बा हुनुहुन्छ, जो चाहिँ हाम्रो चाहिँ पिन्दावासिनी माई। त्यसपछि चाहिँ हामी सबै चेलीबेटीदेखि लिएर सबै दाजुभाइ इष्टमित्रहरू सबै भेटघाट गरी चाहिँ मनोरञ्जन गरेर हाँस्ने खेल्ने नाच्ने गर्दै अब चाहिँ हामी माथि मेन हाम्रो पछि चाहिँ हाम्रो यो चाहिँ धेरै छ। हाम्रो परिवार चाहिँ हाम्रो सबै पोखरेली खानदान रहेको छ। यसमा चाहिँ हामी हिँड्दै लगभग आधी घन्टाको दूरी पार गरिसकेपछि बल्ल हामी चाहिँ मेन बिन्दावासिनी माईको मन्दिरमा पुग्दछौँ। यो चाहिँ हाम्रा सबै इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सबै हाम्रै आर्ते गोत्रमा हुनुभएका